भ्लग स्टार्ट गरेको दिउँसो कति बजिसक्यो होइन सिन्स माई सिस्टर्स बर्थडे टुडे अनि हामी चाहिँ केक लिन गइरहेको छौँ हो। अनि कति पछि मैले भ्लग गरिरहेको छु, जहिले पनि यस्तै हो, कति ग्याप गरेर भ्लग गर्छु किनकि कामले गर्दाखेरि गर्न पनि पाउँदैन अनि त्यसपछि भ्युज पनि राम्रो जाँदैन हो। अनि त्यही भएर मोटिभेट नै हुँदैनौँ, कस्तो झ्याउ लाग्छौँ। अहिले चाहिँ हामी उता गइरहेछौँ, के भन्छ केक लिनलाई, बिचरा बर्थडे गर्ल पनि साथमै आइरहेछ। उसलाई चाहिँ कमेन्टमा ह्याप्पी बर्थडे भनेर लेखिदिनु होला, तर कसैले पनि लेख्ने जाँगर चाहिँ चलाउनुहुन्न। किन हो, मेरो भ्लगमा चाहिँ भ्युज पनि जाँदैन, कमेन्ट पनि गर्नुहुन्न कि कस्तो झ्याउ लाग्दो हुन्छ हो। त्यही भएर होला है। म ट्राई गरिरहेको छु, राम्रो भ्लग गर्नुको लागि चाहिँ म ट्राई गर्दैछु, म प्रोसेसमै छु है गाइस। अनि यहाँ आजको वेदर चाहिँ एकदमै राम्रो छ। आजकल यस्तो राम्रो वेदर हुन्छ नि, के भन्ने, घाम यस्तो मजाले लाग्छ हो। अब हल्का चिसो चाहिँ हुन्छ, गर्मी चाहिँ हुन्न कि यस्तो पसिना खलखल आइन्छ, गर्मी चाहिँ हुँदैन यहाँनिर। यतिको लुगामा हिँड्यो भने भइहाल्छ। अनि बाबु त्यहाँ सुतिरहेछ छैन, हेरिरहेछ उसले आँखा। अनि यता जहिले ड्राइभ गरिरहनु भएको छ। अनि वेट, मैले फ्रन्ट क्यामेराबाट भिडियो गरेको रहेछु। अहिले म पछाडिको भ्लग के भन्छ भ्यू देखाउँछु। कस्तो राम्रो छ कि वेदर, यस्तो राम्रो घाम लागेको छ आजकल चाहिँ। यसपालि चाहिँ छिट्टो नै के भन्छ विन्टर गयो कि, अनि राम्रो वेदर भएको छ। बाहिर जाउँ हुने हो ग्रिल गर्नु। खासै हाम्रो प्लानिङ थियो आज ग्रिल गर्नु जानु भनेर, तर भाइको काममा जानु परेर त्यो काममा गयो। अनि हामी चाहिँ घरमै अहिले अब केक सेक काट्ने, खाना खाने, त्यही हो सिम्पल। यसको सेलिब्रेसन हुन्छ किनकि यसको चाहिँ जहिले पनि यस्तै, किनकि आज त सबैको काम बन्द हो नि त। के भन्छ के दिवस के भन्छ नि त्यसलाई, मलाई भन्नै आएन। जे होस् आज सबैको छुट्टी बिदा हो होइन। अनि सबै ऊहरू बन्द हुन्छ, स्टोरहरू, सपिङ मलहरू सबै बन्द हुन्छ। अनि अब हस्पिटलहरू त खुल्ला हुन्छ, तर अरू ठाउँ चाहिँ बन्द हुन्छ नि त। अनि या घरमै हामी चाहिँ घरमै सानो सेलिब्रेसन गर्ने, यसको केक काट्ने। यसलाई मन पर्दैन तैपनि हामीले गरेका हो, एटलिस्ट केक काटौँ भनेर। त्यही गाइस, अहिले चाहिँ हामी गइरहेछौँ केक लिनलाई हो। मैले अस्ति नै अर्डर गरेको थिएँ केक, अनि यसलाई सरप्राइज दिउँ भनेको। सरप्राइज कहिले पनि हुँदैन किनकि सबै घरमा हुन्छ। अनि त्यो सरप्राइजको के भन्छ, म त्यो सरप्राइज दिने माहौलै बन्दैन के, थाहा पाइहाल्छ, अगाडि नै थाहा पाइराखेको हुन्छ। अनि मैले पुगेँ, हिजो नै किन्नु पऱ्यो किनकि आज त बन्द हुन्छ नि त, त्यो फ्लावर सपहरू पनि सबै बन्द हुन्छ। अनि मैले यता के अरे मोमो अर्डर गरौँ भन्दाखेरि यस्तो महँगो लिन्छ होइन। अनि उनीहरूको के भन्छ बरु फ्लावर सपमै गएर लिएकै राम्रो हुन्छ के। अनि त्यो के भन्छ यहाँ चाहिँ फेरि रोज मात्रै पाउँछ नि त, अरू फ्लावरहरू पाउँदैन। अनि खालि रोजको मात्रै बुके बनाइराखेको हुन्छ। त्यो मैले जहाँ चाहिँ अर्डर गर्न खोजेको थियो लास्ट टाइम, यसको त्यो बेबी सावरमा गरेको थियो, त्यहाँनिर गर्न खोजेको रोजको मात्रै हुन्छ भन्छ कि। अनि मलाई त्यो रोजको मात्रै बुके त हेर्दा भक्क भइसकेको नि त, अरूले पनि त्यही चलाउँछ। अनि खालि मान्छेहरूले रोज मात्रै चलाइराखेको हुन्छ नि त। मलाई चाहिँ मिक्स फ्लावर चाहिएको थियो कि, किनकि यो त स्प्रिङमा जन्मेको भएर मलाई स्प्रिङ भाइब दिन मन थियो। अनि आफूले फ्लावर सपमा गएर राम्रो छानेर हिजो नै ल्याइसकेको। अनि सरप्राइज दिउँ भनेको त केक देखि त हाल्छ, त्यही भएर सरप्राइज चाहिँ हुँदैन, देखिसकेको। अनि अहिले दिन्छु कि यो अहिले चाहिँ हामी गइरहेछौँ सिरिरीले हावा खाँदै। अब ब्याक क्यामेराबाट गर्नु पऱ्यो। केक लिन आइसक्यो। उसले बक्समा राखिदिएछ। यस्तो मिठो मिठाईहरू छ। ठिकै छ। बर्थडेको लागि केक मन पऱ्यो अरे। यो रिबन चाहिँ खासमा मिन्ट कलरको थियो हो मैले चुज गरेको,
तर उनीहरूसँग रहेन रहेछ क्या मिन्टमा अनि त्यही भएर एकदमै यो चाहिँ के प्यारेट कलरको रिबन लगाइदिएको रहेछ हो भनौँ न सो या यस्तो छ केक चाहिँ गाइस कस्तो राम्रो देखेछ कि यो बक्समाथिको बक्स निकालेको के मैले खानु लाग्यो टेबल सेट यस्तै भयो मेरो अनलाइनबाट अर्डर गरेको सिमबाट आएन हो धोका दियो सो मैले चाहिँ यतिको सिम्पल गरेको छु अनि बर्थडे गर्ल स्यार केकमा चाहिँ ह्याप्पी बर्थडे लेखेछ अनि फ्लावर सुमित्र बुक यसो गरेर बोक त त्यसलाई देखा त के कस्तो राम्रो छ के यो चाहिँ मैले चुज गरेको यसको लागि फ्लावर कति मिठो कलरको छ मैले चाहिँ यो येल्लो नि उसमा गरेको के के काट्नुपर्छ यो तेरो उसमा मिलाएको के त्यही भएर तँलाई येल्लो लगा भनेको तर मैले यो येल्लो फ्लावर धेरै भेटेँ होइन अनि मलाई त्यो रोज फेरि येल्लो भयो क्या अर्को पहेँलो भयो त्यही भएर यतिको यसको उसँग मिल्छ नि त पछाडि यसो गर त तेरो बोधे हात पछाडिको त्यो पनि क्युट छ ल लु आउनु गाउनु आउनु आउनु यो राख्न तेरो च्याउनु हो Happy birthday to you. Happy birthday. I'm coming to you. Happy birthday, dear Sumitra. Happy birthday to you. May God bless you. May God bless you. May God bless you, Sumitra. Happy birthday to you. उसको मामाको बुस्टाको या त्यो एकदमै हेल्दी यो इयर एकदमै मतलब ब्लेस्ड बेबी पनि भयो बेबी भएपछिको फर्स्ट बर्थडे लु तँलाई खुवाउनुपर्छ ल ह्याप्पी बर्थडे हातले खुवाउनु नि उयो खुवाइदिनु नि हो ल्या मेकअपमा दल्दियो त्यसलाई खुवाइदियो अलिकति काटेर जहीँ पनि खानु मिठो नि अब खाना खाऊँ ल मिठो भएको के फोर नै ह्याप्पी यतिकै हो सिम्पल बुस्टाक बर्थडे सेलिब्रेसन सिम्पल अब मेरोबाट यति नै हो एकछिन गवे छ तर लागि म लिएर आउँछु त्यसलाई छु त्यता नहेर्न खोलेर हेर्छ जने के टिमु टिमुबाट भन्दैछ नि टिमुबाट होइन भनेको गाडी स्टोरी के त अनि के दिनु के फोरभन्दा गरेको थिइस् के एक्सपेक्ट गरेको थिइस् किनकि ब्याग अब बेबी छ अनि कहाँ कता जाँदाखेरि बेबीको सामानहरू लगाउनुहुन्छ भनेर ए हेर न यत्रो पो हो यो के अरे लङ चाम्सको एकदमै उ भएको के त्यही भएर एकदम धेरै सामानहरू अँट्छ अरे कि त्यहाँनिर अनि त्यही भएर तँलाई सजिलो हुन्छ भनेर नत्र क्युट होइन यो ठुलै छ नै ठुलै छ Por isso há uma lista que de bom que for tchau. Diz tu, ninguém parou, nem o João. 수들하는 수다노
लेके दापेमा लेके दाल मासु हो क्युट छ के हो त नि कलर मन पर्यो तल काममा जाँदा पनि हुन्छ भनेर के यसरी काममा जानु नानीहरूलाई प्याक गर्दाखेरि के हो दुध तर राख्नु एकदम स्मल आयो के मैले त लार्जको साटो उस मगाएको थियो के यति चाहिँ के त नि ठुलो साट भने न मैले बुझेँ नि तर के अरे सामान धेरै अट्छ भने थियो बा तैँले उ गर्नु जानेन अहिले हेर्नुपर्छ फेरि मैले त्यो सबै हेरेर मगाएको के यो पनि त लाएर पनि ए त्यो चाहिँ ऊ त्यो लकी चार्म्स त्यहाँनिर ब्यागमा झुन्डा भनेर दिएको लाभर कसरी हो लाभर पो आएछ हे अर्को केही छैन त्यहाँभित्र उयो त नि चेरीको रुसा रिटर्न कार्डहरू छ रिटर्न उयो छ अनि छैन के के हो ए यो तलभित्र छ त्यही त त्यो लकी चार्म्स उ गरेको थिएँ क्या मैले चेरीको त्यो चाहिँ गिफ्ट दिएको होला तँलाई त्यो लाभर त्यो त ए उसमा फ्लावरमा म्याचिङ भएछ त अनि मैले पिङ्क रुसा फार्केको पिङ्क कलरको मगाउनु आँटेको थियो फेरि तल पिङ्कको हुन्छ होला भनेर अति नै पिङ्कै हुन्छ भनेर त्यो कलरको त्यो बेस फार्के होइन हौ यो त रुसा हो यो लकी चार्म्स लगाऊ त्यहाँनिर ब्यागमा साइडमा राम्रो देख्छ नि त यही गरौँ चाहिँ केही हुँदैन हौ कसरी छ कि क्युट देख्छ त्यो चेन उता अर्को साइडमा चेनको छेउमा भयो है अब खाना खाऊँ चाउमिन आउँदैछ सेतो देखेको छ्या खडेको Spis. Jag ska också spisa. Detta är ser vi bra ut? Se här. Ja. Kommer det? Detta är det som inte. Okej. Jag ska ha livet. Data är stora. Jag måste ha lite. Och så namn det då. Kalle var utanför Kalle. Du spiser bara på den nu. गर्दैछ खाना सामान काम दिने मेरो रास्ता माथि छ कराउँदैछ काम दिने मेरो उठ्नु थाल्यो उसलाई मान्छे बोल्यो कि चाहिहाल्यो मान्छे बोक्नुको लागि हामी चाहिँ अब खानासाना खाएर बसेको आजको बर्थडे चाहिँ यस्तै भयो गाइस यस्तै भयो Speciellt något där vanskelig båt på den redan. Jag har läst jag på en sån de har slitit på 8 år. 8 år? Ja, 8 år på rad. Da er det noen feil der, da. Det skal ikke være sånn. Det smaker veldig godt. Kake smaker veldig godt. Rayan også lærer fort, ikke sant? Men det अब चाहिँ यो हाम्रो डिजर्ट हो अनि खाना अघि खाइसक्यो नि त अनि अघि हामीले के खाएन काटेको मात्रै सो या गाइज मेरो चाहिँ भिडियो यति नै हो आई होप यहाँहरूलाई मनपर्छ मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला आजको चाहिँ हाम्रो बर्थडे सेलिब्रेसन यस्तै भयो सानो घरमा यतिकै यहाँहरूलाई मनपर्छ होला अनि मन पऱ्यो भने चाहिँ प्लिज कमेन्ट डाउन बिलो अनि ह्याप्पी बर्थडे भनेर पनि लेखिदिनु ल सो थ्याङ्क यू गाइज फर वाचिङ देख्न गर्नु भन्दैछ कमेन्ट दिनु प्लिज कमेन्ट लेखिदिनुहोस् न भन्नु रे मनपर्छ भने गर्नुहोस् मन पर्दैन भने नगर्नुहोस् म चाहिँ लगाउँछु भिडियो मेरो काम हो भिडियो लगाउने गाइस या भिडियो मेरो प्रोनाउन्सिएसन राम्रो हुँदैन क्या नेपालीमा पनि राम्रो छैन अनि इङ्ग्लिसमा अनि यहाँको नलेजमा कताबाट राम्रो हुन्छ होइन अनि ऊ चाहिँ म गर्छ क्या मलाई स्ट्रखोल्ला हो स्ट्रखोल्ला माशाअल्लाह इन्शाअल्लाह Kan du si kjeks?
Nej. Hello guys, bye bye. See you in next video. Vad är det här i kaffet? Världens bästa.